रिडियाले गाउँछ र धरक छुट्ने गीत गाउँछ रिडियाले तपाईँको गीत हो 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 तपाईँको भागा हजुर गोलो यता खुसी लाग्यो फुपू हजुरलाई कस्तो लाग्यो हजुरलाई बधाई छ बाबु धेरै पछि कहाँ देख्छ त्यो गिदौ कोलो गोलो सम्झाए बेला म त अल्लै देख्छ भन्ने मान्छु हजुर त्यो गिदौ भागा यहाँ रिडियाले गाएको बेला अल्लै हो कि गएको भन्ने मान्छु के कुरा गर्नु छ नमस्कार साथीहरू सबैजनालाई देश विदेशबाट हेर्नुहुने मेरो सम्पूर्ण शुभचिन्तक श्रोता दर्शकहरूलाई म चाहिँ यतिखेर जन्म ठाउँ कोटबारामा छु र कोटबाराको यो बैराखोला भन्ने ठाउँमा आएको छु। यहाँ चाहिँ कुखुरा राख्नको लागि एउटा फर्म निर्माण हुँदैछ। भाइ बुहारी भतिजा भतिजी भतिजी होइन भतिजा मित भतिजे सबै यहाँ जुटेका छन्। हामी चाहिँ एउटा योभन्दा पल्लो गाउँमा जाँदैछौँ। पल्लो गाउँमा किन जाँदैछौँ भन्दाखेरि हाम्रो गाउँठाउँको संस्कार अनुसार त्यहाँ चाहिँ मान्छे बित्नु भएको छ अनि शुद्ध नहुँदै मानव मिसाउने चलन हुन्छ। त्यही भएर हामी मानव मिसाउनको लागि जाँदैछौँ। मेरो साथी हो माथि बसिया छ मानव मिसाउने त्यो पोसेली पुगेर हावा र पानीलाई के भनम छोडेर जानेलाई हल्ला सुन्दैछु बसाइ सराइको माहु पहाडको माया तराईको तिमी मेरो यो होइन पराईको। हामी त्यो पहाडीको डाँडाबाट झरेर फेरि यहाँबाट उकालो चढेर अब सानो हिम जाँदैछौँ। अनि पहिला हामीले यसलाई चाहिँ हिमतिरको सबैजनाले यसलाई पारीवन भन्नुहुन्छ होइन। अनि यहाँ काफलहरू अब यो गर्मी टाइममा भनौँ न चैत वैशाखमा वैशाखको लास्टसम्म पनि के भयो त्यो मान्छे रहेछ यार झरेर अब चाहिँ हामी हिम भन्ने ठाउँमा प्रवेश गऱ्यौँ। यहाँ तलपट्टिको घर हाम्रो पर घर मितबाहरूको हो बाजेहरूको। अनि यहाँबाट एउटा खतरा गीत गाउने हाम्रो तुलसा भाउजू आइसिन्थ्यो। तुलसा भाउजूले त्यो माथिको गाउँमा हाम्रो केशव दाजुसँग बिहे गरेर दाङतिरै सुखको जिन्दगी काटिसकेको छ के अरे। अनि दाङतिर कहिले भेट भए बेलामा बाबु साहब यहाँ त कति गर्मी पहाड नै राम्रो भन्छिन्छ। फेरि पहाड छोडेर सट्टै गइहाल्छु के अरे। अनि यो ठाउँमा यो खरको छानो गरेको घर पनि भत्किसकेछ। धेरै वर्षपछि म यसरी आउन पाउँदा एकदम खुसी हो। त्यो पहाडीदेखि नै तल्लोपट्टि छाने घर चाहिँ अझै पनि यस्तै रहेछ। बाबुराम दाईको घर हो त्यो। बाबुराम भट्टराई दाई होइन फेरि हाम्रो गाउँको बाबुराम दाई हुनुहुन्छ है। धेरै वर्षपछि यो सानो मान्ने गाउँमा रातभरि गीत पनि गाइन्थ्यो नाचिन्थ्यो पूजा लाइन्थ्यो यहाँ। अनि आज धेरै वर्षपछि आउन पाउँदा एकदम खुसी लागेको छ। म कति छिटो हिँडेँ मलाई थाहा छैन। हाम्रो त्यो गाउँ पनि हो हाम्रो मित गाउँ। र आज हामी एकदम वर्कआउट भन्छ नि होइन। बजारतिर बस्नेले त बिहान बिहान मर्निङ वाक पनि गर्नुहुन्छ इभिनिङ वाक पनि गर्नुहुन्छ। तर हामी त गाउँको लाइफ चाहिँ यही मजा छ कि भारी बोक्यो उकालोबाट कुद्यो पसिना पनि खलखली आउँछ ज्यान पनि हलुको हुने निन्द्रा पनि लाग्ने खाएको पनि पच्ने यास छ। आदरणीय हाम्रो बाजे बित्नु भएको थियो। अनि बाजेको आज 10औँ दिन हो कि कति दिन हो अरे 8औँ दिनमा म पनि सहभागी हुन पाएँ। उहाँलाई जीवित हुँदाखेरि पनि धेरै साक्षात्कार गरेको थिएँ। अनि आज यो दुःखको समयमा आएको छु। अनि उहाँलाई अबिर लाएर मैले पनि सम्मान गरेको छु। यतापट्टि सानो फुच्चा लखेहरू छन् क्या भने अघिबाट छत्ता नि टोकेर क्या नाम हो तिम्रो क्या नाम हो के यो ए नाउँ क्या भ्लगमा आउँछ यो
तुलसीवली राम्ररी भन् कति क्लासमा भन् नमस्कार म तुलसीले भन् भन् नमस्कार भन् यिनी केटाहरू सब लजाएर भाइ कि एकदम खानदानी परिवारहरू हुनुहुन्थ्यो उहाँहरू पहिलेदेखि नै हाम्रो गोविन्द काकासँग पनि धेरै पछि भेट भयो काका यता भए हात हलाइदिनुहोस् त काका अनि खास दुःखको समयमा छौँ अनि त्यही भएर यता हाम्रो ढोकभेट पनि चल्दैन हाम्रो संस्कार अनुसार आज हाम्रो बाजेको स्वर्गारोहण भएको 8औं दिनमा 13 दिनपछि पुण्यतिथि पनि हुन्छ अनि यो बिचमा चाहिँ हाम्रो गाउँको संस्कार अनुसार यसलाई मानव मिसाउने भन्छौँ हाम्रो गाउँले भाषामा अनि यहाँ धेरैजना जम्मा हुनुभएको थियो म पनि आएँ खुसी लागेछ हाम्रा गोविन्द काका कहिले बड्डा हुँदैनन् जहिले सुनि यस्तै जहिले सुनि बड्डाले रुपियाँ कमाइन म त्यहाँ मानव मिसाउन गएर फर्किने बेलामा साना बाबुहरूले यहाँ सबै बाबुहरूले काफल टिप्दै थिए कतिपयले अनि भिडियो बनाउँछु मैले भनेपछि सबैजना आए खुसी लाग्यो तिमीहरू सबैजनाले राम्ररी पढ है अनि पछि हाम्रो गाउँघरका छोरीचेलीहरू यति धेरै संस्कारी अनि अनुशासित हुन्छ सबै कामहरू सिक्छन् पनि होइन रेकर्ड भइरहेछ का बाबु अनि पछि कति मुरी गाउँ कति मुरी भए गरे नानी धेरै भएको छैन धेरै काटिसकेलौ सबै नै कतिमा पढ्छौ 8 मा कहाँ जाम्ने छु ए यो घरौ छानो अब फेर्ने होइन उ खर किटिन हाल्ने कि खरले छाउने हो फेरि खै त पहिला हामी यहाँ बस्ने नाचेर नआउँथ्यौँ नि तुलसा भाउजू हुने बेला क्या तिम्रो फुपू तिम्रो त सानसानै थियो होला भाउजू त अचेल दाङ बसिन्छ होइन बेला बेला भेटे भइरहन्छ ल भाउजू हजुरको जन्मघरमा आएका छौँ धेरै सम्झना छ अनि यहाँ पर घर मह पनि छ गरे फाजुले अघि मह छ भनिसकेको थियो मलाई भदैलाई 1 किलो मह दिल्छु भनिसकेको छ मलाई फेरि अर्ग्यानिक चिजहरू जताका पनि डुलिएर बटुलिहाल्छु क्या म अनि तल को हुनुहुन्छ त लागेर बइ हुनुहुन्छ ल त बैलाई भेट्छौँ हामी फुफुलाई हामी गइ जान्छौँ नानी है राम्ररी पर्या राम्रो गरे अनि पारीवन पाएछ काममा जान्छौ कि जान्नौ असल जाँदै जाँदैनौ पहिला त तुलसा भाउजूले बारी बना कुसुम चोरिकन हाम्रा काफल चोरिन वाक्क बनाइसकेको थियो अचल तुलसी पुरा गइछन् ठिक्क परेको छ बट्टीलाई ल त है बाई बाई नानी बाई बाई तुलसा भाउजू हजुर तल दाङ बसेर सुख काट्ने बिचारै फुपू अहिलेसम्म घाँस गइसकेको थियो यस्तै बिचारा दुःख छन् घर बस्नेलाई आज म फुपूका घर लगभग 10-12 वर्षपछि आएँ यहाँ अनि पहिला त खुबै नाच हेर्न गर्न आइरहन्थ्यौँ तलफ्र घट्टा पिस्ना नि आइन्थ्यो अनि भाउजू माथि हाम्रा केशव दाइका पहिला गइन् अनि त्यहाँ पछिबाट भाउजूले यता भाइ दाङ भाइ सुख कहिले गरी भयो बाउ साहेब भन्छन् मजा बोकाचार पार्छन् हिँ पाहाड वर्ष भन्दा भन्दै गइकिन् अनि आज फुपूसँग भेट भयो फाजुसँग नि भेट भयो अनि फुपूका घरबाट 1 किलो लोकल मौरीको म पनि म फेरि चिनी खाएको होइन नि फुपू यस्तो यस्तो अर्ग्यानिक घारै हेर्दा थाहा हुन्छ यहाँ यो घारको 1 किलो म लिन्छु आहा कति राम्रो गुलाब पनि फुलेको छ बाबै नि कति रमाइलो गाउँघर त कति रमाइलो छ कति रमाइलो स्वर्ग हो गाउँघर भनेको खरिका रुख पनि ठुल्ठुला भइगयो रहेछन् अब त आहा खुसी लाग्यो फुपू हजुरलाई कस्तो लाग्यो हजुरलाई भदैसँग बाबु धेरै पछि कहाँ देख्छौ त्यो गिदौ कोलो गोलो सम्झाए बेला म त अल्लै देख्छौ भन्ने मान्छु हजुर त्यो गिदौ भागा यहाँ रिरियाले गागी बेला अल्लै हो कि गाको भन्ने मान्छु के कुरा गर्नु हाम्रो भाइ आज हजुरका मायाले त आए के र यहाँ मायाले मगा मायाले मात्रै आए होला र मेरो फुपूका मायाले पनि आयौ त गिदौ तपाईँ फर्किनुहोस् त फुपै ल